आज चाहिँ हामी तालले घुम्न आएको छौँ परिवार। वाउ यहाँ चाहिँ पोखरी रहेछ। पोखरी अब मान्छे टन्न रहेछ तालतल्लामा पनि। यस्तो रहेछ। यो साइडमा पनि पोखरी रहेछ, सानो पोखरी। यहाँ बर्गडाहरू खेल्ने ठाउँ। त्यो रहेछ। हामी पनि फोटो खिच्नुपर्छ अहिले। यस्तो खालको रहेछ। यता रहेछ। यहाँ पर फोटो खिच्दा कस्तो हुन्छ हामी चारजनाको। आई लभ तालतलैया भन्ने रहेछ। ए यहाँनिर बोट खेल्नु त अहिले पनि हामी बोट पनि खेल्छौँ। अर्पण चाहिँ टोइलेट कुद्यो। कहाँ गयो बुहारी? टोइलेट छैन ऊ माथि छ होला। आऊ आउनु माउ। वा कति राम्रो सिरिज फुलेको। वा यस्तो कस्तो राम्रो क्या। झ्याम झ्याम कस्तो राम्रो बनाएछ हौ तालतल्लाई पनि। रोप्दा हुन्छ त आमाजी। सिरिसहरू फुलेछ मजाले। त्यस्तै खालको रहेछ क्या। आऊ नानी यता। ऊ छ टोइलेट त्यही छ त नि। ऊ त्यस पत्ता होइन म्याम। अहिले चाहिँ आउँदैछ है हाम्रो परिवारहरू। अर्पण मामु आउनुहुँदैछ। ऊ पर एकजना चाहिँ ऊ पर भिडियो बनाउँदैछ। ऊ चाहिँ बहुत जङ्गल थियो मामु। वाउ राम्रो बनाएछ। म पनि टोइलेट बस्नु पऱ्यो। हजुर के चाहिँ केटी त अब उको केटी छोरी मान्छेको। यता घुम्नु न एकचोटि घुमेर आउनु न सर। जस्तो अहिले हरियाली भएको रहेछ क्या। यता पनि रहेछ परसम्म हो।
कता कता छ पिकनिक स्पोट पल्लो साइडमा छ हैन त्यता गएन चिल्ड्रेन पार्क छ त्यसै गरेर किड्स जोनहरु छ जहाँ चाहिँ केटाकेटीले एकदमै सिप्लेटी देखेर विभिन्न खेलकुदहरु खेल्न सक्ने ठाउँहरु छ हैन चिडियाखानामा त्यस्तै जीवजन्तुहरुको छ अनि वाटर पार्क त्यहाँ भइहाल्यो मतलब उयो भइहाल्यो त्यहाँ बोटिङ सोटिङ धेरै कुराहरु छ हजुरहरु पनि इटरी क्षेत्रमा हुनुहुन्छ नि आउनु होला ओके सर इटरीतिर आउनुभयो भने घुम्न आउन सक्नुहुन्छ यहाँ चाहिँ अलिकति जस राम्रो भएको छ पहिला भन्दा ठुलो छ नि एरिया पनि ठुलो छ त्यो सिमसार भन्दा त्यही ठिक लाग्यो मलाई त त्यता त नजाउँ मलाई आउनु मामु यतातिर घुमौँ के छ यतातिर खिच्दा पनि हुने रहेछ हौ यतातिर हरियाली रहेछ यता चाहिँ हामी दुईजना चाहिँ भिडियो बनाएकै नाते बोजू चाहिँ अल्छी लागिसक्यो होला यो सिम्बल होइन ल अब चाहिँ हामी लाग्यौँ अब उता जतिर जाउँ अब चाहिँ हामी फर्किँदैछौँ यो चाहिँ के को मूर्ति हो के को मूर्ति बनाएको कुनी यताबाट आउनु मामा उही खोमाको सिङ्गल खिच्नुमा खिच है यता चाहिँ ट्री हाउस रहेछ यहाँ चाहिँ त्यो ट्री हाउसमा चाहिँ पैसा लाग्दो रहेछ पैसा चाहिँ नलाग्नु पर्ने हो भन्नुपर्दा चाहिँ लु यहाँ बबाल रहेछ है वाह ऊ पर चाहिँ टिकटक बनाउँदैछन् नानी बाबाहरू यहाँ पनि एउटा फोटो खिच्नु राम्रो हुन्छ रहेछ यहाँ बसेर त्यस्तो छ यता ट्री हाउस रहेछ यहाँ चाहिँ पानीको फ्लोरा रहेछ बिचमा कमलको फुल वाउ फ्लोरा आइरहेछ र अब हामी त्यस्तै प्रकारले अब हामी चाहिँ बाहिर निस्कन लागिरहेका छौँ आज हामी पल्लो साइड चाहिँ गएनौँ वल्लो साइडमा खिच्यौँ अब चाहिँ हामी यहाँ चाहिँ एक्सर्साइज गर्ने सामान राखेको छ त्यहाँनिर बोटहरू यहाँ रहेछ बोटिङ हुँदैछ
के भयो ए